आज पश्चिम नेपालका थारू समुदायमा गुरही पर्व विशेष रूपमा मनाइएको छ। खासमा यो पर्वले दाजुभाइ र दिदीबहिनी बीचको प्रेमलाई उजागर गरेको हुन्छ। गुरही शब्द थारूको एक प्रकारको किरासँग सम्बन्धित छ। गुरही भनेको पातलो पखेटा भएको पुतली जस्तै देखिने किरा हो। गुरहीसँगै गुरैया शब्द पनि आउँछ। गुरैया पनि एक प्रकारको खेलौना हो। बुढी मान्छेको प्रतिबिम्ब हुने गरी कपडा वा अन्य घरेलु कुराले बनाएको आकृति जस्तो खेलौना नै गुरैया हो। यस पर्वमा गुरिया भगाउने खेल पनि हुन्छ। गुरियाले दुःख कष्ट ल्याउने भएकाले दाजुभाइले गुरियालाई लट्ठीले पिटेर भगाउने चलन छ। यसरी लट्ठीले पिट्दै गुरिया भगाउने र दाजु र दिदीबहिनी बीचको आपसी प्रेमका तगाराहरू हट्ने मान्यता उनीहरूमा रहेको पाइन्छ। थारू परम्पराको महत्त्वपूर्ण हिस्साको रूपमा रहेको गुरही पर्वको नाममा नामाकरण भएको धनगढीको क्याम्पस रोडमा हामी गुरही किराको प्रतिमूर्ति पनि देख्न सक्छौँ। हरेक गुरही पर्व पर्ने दिन यस चोकमा धनगढी र आसपासका थारू समुदाय र आफ्नो संस्कृतिको जगिर्नामा लागेका थारू संस्थाले गुरही पर्व मनाउँदै आएका छन्। जसले गर्दा यो थारू कम्युनिटी र अन्य समुदाय बीचको संस्कृतिका रूपमा पनि अन्तर्घुलित हुने क्रम बढेको छ।